आइसक्यो यस्तो छ नि खै त निमार कन्ट्रोल ओए गोल पो कतिमा आयो 2मा ल जेउन ब्रो ल गयो हाम्रो ऐस ल दुई छ दुई खाली छ अनि खोइ कोही बस्यो हैन दाम हो यति गर्नु पर्यो ए फेरि वाइफाई फेरि पर्खल दामी ल दुई ए हाफ टाइम ल लेट्स गो है सेकेन्ड हाफ हुँदैछ टक्कै त अब रेडी गो त पोलमा लागेको छ मिस भयो के भयो कमेन्टी हान्नु न कमेन्टी है मिस भयो अब यता बल छ विश्वाससँग वाइवासँग बल छ यता ओए छलायो यता पास आयो अब दामी खेल्यो ल गोल भएको छ यताबाट एकको लिड बाँकी अब ला मिस भयो पास गोल फेरि 2 को भएको छ यता रेकर्ड यता चाहिँ म हातमा बल आएको छ हैन लल गोल भयो यसलाई तिमीलाई के हुन्छ है त गोल हुन्छ कि हुँदैन नाइस थियो हैन तर गोल हुन असफल तर अहिलेसम्म जे होस् ठिक छ आउट भएको छ कर्नर पाएको छ हैन हो कि हैन यता बल यसरी आइरहेछ गोल भिडियोमा आयो भिडियोमा चाहिँ आयो कि आइन थाहा भएन तर आएको जस्तो लाग्यो यतापट्टि पास जनालाई पास तर पनि असफल भएको छ 3 को लिड चल्दैछ प्रवीण दाइसँग बल सेट असफल गोल 4 को जे होस् राम्रो हुँदैछ
4 लिड कायम छ यतापट्टिको टिमको। भने यतापट्टि अब के हुँदैछ है त ल थ्रो हुँदैछ यता किपरलाई खेलाउने प्रयास। किपरलाई प्रेसर आउँदैछ ल यतापट्टि बल कता पास हो कि सुट हो कि यतापट्टि एकदमै झोलमाल भएको छ। छलाउँदै उहाँ छलाउने प्रयास पास दिन सफल। प्रवीण दाइले बल पाउने सफल तर असफल। ठिक छ जे होस् होइन। यतापट्टि अब कर्नर हुँदैछ। कर्नर चाल्नु खोज्दै हाम्रो प्रवीण दाई। त्यसपछि यतापट्टि हाम्रो दाई कुर्दै हुनुहुन्छ। दाइले लिनुभयो बल। नाइस प्रयास एकदमै बवाल थियो। यता बासु दाइसँग बल। त्यसै गरी यतापट्टि प्रवीण दाइसँग बल। त्यसपछि यता ओहो त्यसपछि असफल प्रयास। अब हाम्रो यता किपर दाइले खेलाउँदै हुनुहुन्छ। त्यसपछि यता अगाडि सुट प्रयास तर असफल। यतापट्टि बल माग्दै हुनुहुन्छ। त्यसपछि यता प्रवीण दाइले बल र विश्वासलाई तर यतापट्टि हल्का मिस्टेक भएको छ तर धन्न गोल हुन सफल भएन र कर्नर प्राप्त गर्न सफल हाम्रो उताको टिम। त्यसै गरी अब यतापट्टि हाम्रो बल पाउनु भएको छ। आउने बित्तिकै छलाउनु भएको छ र यतापट्टि पास र असफल। उहाँले असफल प्रयास प्रवीण दाइले पनि हान्न खोज्नु भएको थियो तर असफल ब्लक सफल ब्लक। जोनाले बल पाएको छ र जोनाले यतापट्टि सूचक दाइलाई पास। सूचक दाइले गोल। कतिको लिड? 4को होला। 3को जति खै भिडियोमा हेर्नु होला प्रवीण दाइ कतिको लिड थाहा भएन। यतापट्टि पास प्रवीण दाइले बल। त्यसपछि यतापट्टि छलाउँदै बल फेरि यताउता पुगेको छ। भाइबाको खुट्टामा बल छलाउन सफल तर मामाले आएर छिर्नु भएको छ। र यतापट्टि यस्तो चल्दैछ। यस्तो छ सूचक दाइले बल। जुनाले पास। जुनाले तर ओहो हाम्रो गोल। 2को लिड। 3को होला। 2को अघि नै अब भिडियोमा हेरेर होला नि त। 1को कहाँ 1को? 2को यस्तो जुनाले यहाँ झिली गर्न खोजिँदैछ तर हुँदैन। बल हाम्रो प्रवीण दाइले छेक्नु भएको छ छातीको प्रयोगले। त्यसै गरी प्रवीण दाइले प्रेस लाँदै हुनुहुन्छ। प्रवीण दाइले प्रेस गर्न सफल। त्यसपछि यतापट्टि हाम्रो बल र गोल। 3को फेरि 3को हुन सफल। यतापट्टि जाँदैछ अब हाम्रो बल तर बल फेरि यतै आएको छ र उहाँले के छलाउन सफल। यतापट्टि छलाउन सफल। गोल हुन असफल। सेट पोस्टमा छोएको छ। यतापट्टि बल लाग्दै हुनुहुन्छ तर यतापट्टि किपरले बल पाएको छ भने 31 नम्बरको जोनाले यहाँ उतापट्टि पास तर उतापट्टि राम्रो इन्टरसेप्सन। त्यसपछि यहाँ किपरसँग बल। किपरले सूचक दाइले होल्ड गर्दै हुनुहुन्छ। त्यसपछि हेर्दै हुनुहुन्छ कता पास दिने भनेर। त्यसपछि यतापट्टि पास दिन सफल। यतापट्टि सेभ हुन सफल। एकदमै लभली सेभ। तर यतापट्टि चाहिँ हाम्रो मामाले होइन टक्क बल लिनुभयो। फेरि मामासँगै बल। मामासँग बल छ। मामाले पास दिनुभयो जोनालाई। जोनाले तर भ्याउन सकेन। पास चाहिँ एकदमै मलाई चाहिँ एकदमै राम्रो लाग्यो। अब थ्रो हो कि आउट हो है गाइस कमेन्ट गर्नु होला। त्यसपछि फेरि हाम्रो खै कसको हो खै मैले त बुझ्न सकिनँ है तपाईँहरू। यतापट्टि बल लग्दै ल अलिकतिले गोल हुन सकेन। यतापट्टि बल छ तर बल फेरि यतै हाम्रै त के भन्नु यतापट्टिको टिममा छ। त्यसपछि यता छलाउन सफल र प्रवीण दाइले बल ल यतापट्टि फेरि ल दामी सेभ। जोनाले छलाउन खोज्दैछ। जोनाले यता प्रवीण दाइले पास। प्रवीण दाइले जोनालाई ओहो सेट गोल हुन सकेन।
यतापट्टि एकदमै हल्का आक्रोश हुँदैछ, चलाउन सफल, तर यतैपट्टि बल छ। यो टिमले बल पाउँदैछ। ओहो, राम्रो प्रयास, राम्रो प्रयास। अब हाम्रो सब्स्टिट्युट बासुदाई आउनु भएको छ। बासुदाईकोसँग आउने बित्तिकै बल, ल उहाँले गुमाउनु भयो चान्स। किपरले बल पाएको छ भने किपरले यतापट्टि लङ बल, वाइबाले दिने प्रयास, वाइबाले बल पाउन सकेन। सूचक दाईको राम्रो होल्ड भने सूचक दाईले लाग्दै हुनुहुन्छ। सूचक दाईले राम्रो गर्नुभएको। मामालीसँग बल, मामाले यतापट्टि दिनु हो सूचक दाईसँग बल, तर राम्रो इन्टरसेप्सन है हाम्रो प्रवीण दाईको। गोल प्रवीण दाईबाट एकदमै उत्कृष्ट गोल र 4 को लिड हुन सफल भएको छ यसको साथै। त्यसै गरी अब हाम्रो यता वाइबासँग बल छ भने यता अब के हुन्छ है त गाइज। ल किपरसँग बल छ, किपरले यता मामालाई खेलाउनु भएको छ। यतापट्टि भाग्नु भएको छ हाम्रो सूचक दाई। ल सूचक दाई ल, तर किपरद्वारा एकदमै राम्रो प्रयास राम्रो थियो, तर किपरको सेभ एकदमै बवाल थियो भने सूचक दाईको राम्रो टर्न र तर गोल हुन असफल। यतापट्टि जोना भाग्दैछ भने, तर यतापट्टि बासुदाई कुर्दै हुनुहुन्छ बलको लागि भने, तर यो चाहिँ एकदमै असफल भयो। र वाइबाईको राम्रो स्किल भने, तर गोलमा परिणत हुन सकेन। त्यसै गरी अब कर्नर हुँदैछ यता सबैजना भने किपरले अब यतापट्टि, तर अपोनेन्टलाई बल दिएको छ, तर पनि गोल हुन सकेन छैन। र यतापट्टि र उत्कृष्ट सेभ। त्यसै गरी अब उहाँले फेरि बल पाउनुभयो भने यतापट्टि राम्रो चान्स थियो, तर उहाँले त्यसलाई गोलमा परिणत गर्न सक्नु भएन भने। त्यसै गरी अब यतापट्टि बल जाँदैछ, जोनालीसँग बल छ, जोनाली सूचक दाईलाई पास, तर यसपालि भन्ने उहाँले गल्ती गर्नु भएन। 3 को लिड। यतापट्टि बल गएको छ, तर असफल। यतापट्टि जुन बासुदाई जाँदै हुनुहुन्छ, छलाउँदै स्टेप ओभर हान्दै, तर सेट, तर एकदमै असफल। त्यसै गरी यतापट्टि बल उहाँले उता दिनुहुन्छ होला, तर थाहा छैन। बल राम्रो प्रवीण दाईद्वारा राम्रो चलाउन खोजिएको थियो, तर वाइबालाई राम्रो पास। त्यसपछि तर वाइबाले एकदमै ठुलो गल्ती गर्दै, वाइबा भने विश्वास पिङ्क कलर। यतापट्टि जोनासँग बल छ र कसैले पनि बल लिन सकेन। यो चाहिँ एकदमै हाँसो मजाकको कुरा भएको छ। यतापट्टि बल उहाँले चलाउनुहुन्छ कि हुँदैन गाइज। ल है त उहाँले चलाउनु पास दिनुभयो। त्यसै गरी यतापट्टि प्रवीण दाईले बल माग्दै हुनुहुन्छ भने प्रवीण दाईलाई बल नदिकन उता दिँदाखेरि त्यो प्रवीण दाई एकदमै निराश हुनुहुन्छ। त्यसपछि यतापट्टि हाम्रो किपरसँग बल, र किपरले प्रयास त राम्रो थियो, तर मलाई चाहिँ सुट नपुगे जस्तो लाग्यो। यतापट्टि राम्रो टर्न सूचक दाईको, तर पनि यतापट्टि के हुँदैछ, थ्रो हुँदैछ। जोनासँग बल, जोनाले यतापट्टि सूचक दाईले सुट, फेक सुट। त्यसपछि तर ल एकदमै राम्रो हाम्रो किपरद्वारा। त्यसपछि यतापट्टि जोनालाई पास र सूचक दाईलाई फेरि पास। प्रवीण दाईले के गर्नुहुन्छ, प्रवीण दाईले यता वाइबालाई पास, वाइबाले चलाउन खोजेको थियो, तर मामाद्वारा यतापट्टि मामाको सुट, तर एकदमै कमजोर जस्तो लाग्यो मलाई चाहिँ। यतापट्टि अब यसरी, तर यो गोलमा 2 को लिड, 2 घटेको छ। त्यसै गरी अब यता माथि यतापट्टि जोनासँग बल छ, जोनाले प्रवीण दाईले हेर्नुभयो भने, त्यसै गरी यता प्रवीण दाईसँग बल छ, प्रवीण दाईले के गर्नुहुन्छ, चलाउनु भयो, 2 जना चलाउनु, तर ह्यान्डमा परिणत भएको छ। त्यसै गरी वाइबासँग बल, वाइबाले प्रवीण दाईलाई मिठो पास,
तर गोलमा परिणत हुन सकेन। यो चाहिँ एकदमै नराम्रो। तर टच के हो, टच छ कि छैन भन्ने कुरामा यहाँ एकदमै कन्फ्युजन भइरहेको छ। त्यसै गरी अब यतापट्टि बल सूचक दाइसँग बल, सूचक दाइले के होल्ड गर्दै हुनुहुन्छ भने यतापट्टि ब्लक भएको छ तर आउट भएको छ। त्यसै गरी अब हाम्रो यतापट्टिको टिमले यतापट्टि पास वाइबाको राम्रो राम्रो कन्ट्रोल र गोल। वाउ अमेजिङ, 3 को लिड। त्यसै गरी फेरि वाइबाले बल पाएको थियो एकछिनको लागि। यतापट्टि मामासँग बल छ भने मामाले अगाडि हेर्दै हुनुहुन्छ। मामाले के गर्दै हुन्छ, मामाले सूचक दाइले पास, सूचक दाइको राम्रो राम्रो गोलमा परिणत हुन नसकेको अवस्था। तर अझै 3 को लिड कायम रहेको छ। कर्नर छ भने यतापट्टि किन गीत बजिरहेको छ अघिदेखि। मेरो मम्मीको फोन विश्वासकोमा हो। यतापट्टि एकदमै मिठो गोल भएको छ जोनाद्वारा, 2 को लिड। त्यसपछि यता प्रवीण दाइको मिठो कन्ट्रोल भने यतापट्टि पास सूचक दाइलाई, ल गोल। फेरि 1 को 1 मा एकदमै चाँडो यहाँ घट्दै गएको छ। 1 मा झरेको छ। लगातार 2टा एकदमै उत्कृष्ट गोल गर्न सफल हाम्रो टिमले। त्यसै गरी यता जोनासँग बल, यतापट्टि फेरि सूचक दाइको राम्रो स्किल, यतापट्टि राम्रो स्किल। तर स्किलमा नै सीमित भएको जस्तो मलाई लाग्यो। भन्दा त यतापट्टि चाहिँ गोलमा पनि परिणत हुन सक्यो। वाउ, यो चाहिँ अब लेभल भएको छ। अब यो टिमले लिड हानेन हो। अब तिम्रो के हुन्छ जस्तो लागिरहेछ तिमीलाई? सेम भयो हैन। यतापट्टि हाम्रो 1 को लिड हुन सकेन। यता फल भएको छ। कतापट्टि फल भएको है मैले बुझ्न सकिनँ। यतापट्टि अब राम्रो हेराइ। त्यसै गरी यता लेभल भएको छ गाइज, हेर्न सक्नुहुन्छ कसरी गेम परिणत हुन्छ। 4 को लिडबाट एकदमै उत्कृष्ट पारामा हाम्रो उताको टिमले र यतापट्टि सो गाइज ल यतापट्टि गोल भयो तर मैले भिडियो खिच्न सकिनँ, सरी। हेलो फुसा खेल्दैछु। हेलो ल सरी। सो गाइज यतापट्टि चाहिँ सरी है, मैले यहाँ फोन आएको कारणले गर्दा भिडियो खिच्न सकिनँ होइन। आज 1 को लिड भएको जस्तो मलाई लागेको छ। त्यसै गरी यतापट्टि राम्रो प्रयास सूचक दाइको। यतापट्टि अब लेभल भएको छ। यतापट्टि एकदमै जोसमा देखिन सक्छौँ हामीले। त्यसपछि यता बासु दाइको ल राम्रो 1 को यतापट्टिको 1 को लिड छ। 1 को लिड गर्न कायम। यतापट्टि राम्रो एकदमै उत्कृष्ट सर्टका साथै उत्कृष्ट ब्लक पनि हुन सफल। त्यसपछि यतापट्टि सेप पनि हान्न सफल हाम्रो किपर दाइ, एकदमै उत्कृष्ट पारामा आफ्नो गेम प्ले देखाउँदै। त्यसै गरी किपर दाइको फेरि मिठो पास जुन चाहिँ सफल हुन सकेन। तर भने यतापट्टि स्किलको बर्सात, तर स्किलमा मात्र सीमित भएको छ। त्यसै गरी यतापट्टि पास, यतापट्टि खाली छ हाम्रो वाइबा। तर ओहो, यतापट्टि उत्कृष्ट गोल 2 को उत्कृष्ट गोलका साथै यता 2 को लिड हुन कायम हुन सफल। त्यसपछि यतापट्टि हेर्न खोज्नुभयो तर भएन। त्यसै गरी अब गाइज यतापट्टि हेर्न सक्नुहुन्छ। यतापट्टि के हुन्छ, यतापट्टि राम्रो ब्लक, यतापट्टि 3 को लिड हुन कायम 3 को लिड कायम हुन सफल।
3 को लिड भएको छ। त्यसै गरी अब म छिट्दै भिडियो चाहिँ गएर हिँड्छ म छिटो छुर्यो अब अघिदेखि खोइ त नि तिमीले माथि सेकेन्ड हेरेन अनि पास खेल्न थाकेपछि त नि सोलो खेल्छ साथै अनि कहाँ हुनुहुन्छ ए भाइ यार तिमीले त ओए जो न घुसका के अरे ऊ बासु एक ल एक 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 दुईमा थियो दुईको हो ए भन न आज वाइ मैले घुसै खाए साँच्ची नै यार यो पास खेल्ने बेलामा त्यो पुरा सेल्फिस खेल्यो क्या अनि थाकिहाल्छ नि यार सबजना कर्ण 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 ढिला भइसक्यो लम्बु अनि पास दे अघि चाहिँ चेन्ज गर्दैन रहेछ खेल अब त्यत्रो थाहा त चाहिँ चेन्ज गर्दैन यार पाँच को लीड पास खेला नै लम्बु हे लम्बु पनि फेरि लम्बुलाई झन् सब्सिडीमा त्यत्रो सिगार पठाएको खोइ के अरे कोही निस्किने होइन ओए लम्बुलाई खानु लम्बुलाई खोइ त फ्रेममा यार
कति भयो 4 ए भाइ ट्राई कोही छैन ओइ म भर्खर बसेको थिएँ यार